एकचोटि उहाँको भिडियो हेर्नुहोस् त के भन्दै हुनुहुन्छ सुन्नुहोस् पहिला। संचार मन्त्री जगदीश खरेलले भन्नुभएछ भ्रष्टाचार 6 महिनामा रोक्न सकिँदैन, 5 वर्ष पनि लाग्न सक्छ, 10 वर्ष पनि लाग्न सक्छ, 15 वर्ष पनि लाग्न सक्छ भन्नुभएछ। होइन, त्यो मन्त्री पद भनेको त कुर्सी चाहिँ त्यस्तो छ कि त्यहाँको खानपिन त्यस्तो हो कि त्यो पदमा पुगेपछि सबैको बोली फेरिन्छ। जगदीश खरेलमाथि नेपाली जनताले ठुलो भरोसा गरेका थिए, यस्तो बोल्नुहुन्छ र यस्तो गर्नुहुन्छ भन्ने सोचेका पनि थिएनौँ हामीले। ठिक छ, उहाँले भन्नुभयो कि 10-15 साल लाग्छ भ्रष्टाचार कम गर्न या खतम गर्नलाई। भ्रष्टाचार गर्नमा हाम्रो पनि केही रोल हुन्छ नि त, 30-40% हाम्रो पनि रोल हुन्छ। कसरी हामी कुनै काम गराउन जाँदाखेरि यदि त्यसमा हामी सक्सेस भएन भने कसैले खोज्छौँ कि अलिक पैसा दिएर हाम्रो छिटो काम गराइदियोस्। खास गरेर लाइसेन्स सेन्टरमा जस्तै गाडीको लाइसेन्स बनाउन गयो भने कुनै सेक्सनमा फेल भयो भने त्यहाँ मान्छे खोज्छौँ कि कोही भेटिहालोस् हामीलाई, अलि पैसा दिएर हामी छिटो काम गराइहाल्नुपर्छ। त्यही भएर हामीलाई भ्रष्टाचार कम गर्नलाई हाम्रो देशको जनताले पहिला शिक्षित हुनुपर्छ कसरी कम गर्ने हो भने। हामीले नदिइकन कसरी भ्रष्टाचार हुन्छ। र अर्को कुरा ट्राफिकहरूमा आफूले ट्राफिक रुल तोडेर आउँछ अनि भन्छ सर अलिअलि मिलाइदिनु न, त्यही भएर यस्तो हुन्छ हामीहरूको देशमा। यसको मतलब यो होइन कि म मन्त्रीको सहमतिमा बोल्दैछु, हो हुन सक्छ, किनभने यो मैले यतिकै मात्रै भनेको यो हाम्रो पनि रोल हुन्छ भ्रष्टाचार कम गर्नमा। देशको मन्त्री भए पनि जोसुकै भए पनि सक्दैन एकैचोटि, र एक्लै गर्न सक्दैन। जबसम्म देशको जनता साथ दिँदैन तबसम्म सकिने वाला कुरै छैन यो। तपाईँहरूको के लाग्छ, तपाईँहरूको के विचार छ? एक्लै सक्छ सरकार भएर के हुन्छ? एक्लै सक्दैन। देशको जनता सुध्रिने वाला छैन भने त्यसको भ्रष्टाचारै सकिँदैन। भ्रष्टाचार कम गर्नलाई यस्तो कानुन हाम्रो देशमा बनाउनु पर्छ भ्रष्टाचार विरुद्ध। त्यो कानुनले मान्छे डरोस् अनि भ्रष्टाचार कम हुन सक्छ, नत्र हुनेवाला छैन। यति बात याद राख्नु होला तपाईँहरू पनि। अहिले तपाईँहरू न्युज सुन्नुभएको होला चाइनामा कस्तो भयो, एउटा कृषि मन्त्रीलाई दियो मृत्युदण्डको सजाय, भ्रष्टाचार गर्यो। त्यही भएर यस्तै कानुन हाम्रो देशमा पनि ल्याउनुपर्छ अनि मात्रै कम हुन सक्छ। यस्तो कानुन बनाउनु पर्छ कि त्यसलाई डर लागोस्, भ्रष्टाचार गर्नका लागि हात त्यसलाई कापोस् कि अनि हुन सक्छ हामीले देशमा भ्रष्टाचार कम गर्न सक्छौँ। तपाईँहरूको के विचार आफ्नो राय कमेन्ट बक्समा राखिदिनु होला प्लिज।